घर बंगला भौतिक सामान सबै हामीलाई चाहिन्छ। त्यो गर्नमा हामीले धेरै कर्म पनि गर्नुपर्छ। त्यस भएर भक्तहरू जब गृहस्थी आश्रममा हामी प्रवेश गरेर गृहस्थी भइसकेपछि उहाँहरूले गर्नुपर्ने धेरै कर्म हुन्छ। सन्ध्योपासन गर्नु पर्यो, घरमा नित्य पूजा हुनुपर्छ। घरमा अतिथि आइसकेपछि कहिले पनि झर्को मान्नु भएन। आफू लुगा लगाएर कतै हिँड्न लागेका छौँ हामी, तर घरमा टुप्लुक्कै अतिथि आइपुग्नु भयो भने हामी त्यो लुगा परिवर्तन गरेर भए पनि अतिथिको सत्कार गर्नुपर्छ भनेको छ शास्त्रमा। अनि घरमा कोही याचकहरू कोही भिक्षुहरू माग्न आउँदाखेरि हामीले कहिले पनि झर्को मान्न हुन्न भक्तहरू। त्यसरी झर्को मानियो भने हामी गृहस्थ आश्रममा बसेको फल प्राप्त गर्दैनौँ। अब गृहस्थी भइसकेपछि सदा सर्वदा हाम्रो घरमा तुलसीको पूजा हुनु पर्यो। तुलसीको मोठ हाम्रो आँगनमा हुनु पर्यो। यदि तुलसीको मठ त्यो घरमा छैन भने त्यो घरलाई त श्मशान घाट बराबर मान्दछन्। घरमा नित्य शङ्ख ध्वनि हुनु पर्यो, घरमा नित्य पूजा आजा हुनु पर्यो। अनि विशेष गरेर त जुन घरमा महिला छ नि त्यो घरलाई बल्ल गृहिणी भनिन्छ। गृहिणी गृहमुच्यते भने जुन घरमा जुन गृहमा महिला स्त्रीहरू हुनुहुन्न नि त्यो घरलाई घर मानिँदैन। यत्र नार्यस्तु पूज्यते रमन्ते तत्र देवता। जहाँ नारीहरूको पूजा हुन्छ, जहाँ नारीहरूको सत्कार हुन्छ, त्यहाँ देवताहरू पनि रमाई रमाई आउनुहुन्छ। त्यही भएर हाम्रो घरमा बिहान दैलो कसेर गर्ने चलन छ कि छैन? अब अहिले त पोत्न त पर्दैन, अहिले सबै ढलान घरहरू छन् है। पहिला जस्तो दुःख छैन अहिले, तर पनि हामीले पानी हालेर मूल ढोकामा पुस्नुपर्छ। यस्तो गरिएन भने हाम्रो घरमा सधैँ दरिद्री मात्र लाग्छ, झै झगडा हुन्छ, पति पत्नीको सम्बन्ध कहिले बन्दैन। अनि सन्तानहरू पनि त्यस्तै कुलतमा लागेर हिँड्छन्। त्यही भएर हामी गृहस्थीहरूले धेरै कर्म गर्नु पर्दछ। अनि बिहानको त्यो दैलो कसेर गर्दाखेरिमा त्यो बिहानको ढोका पुरुषहरूले कहिले पनि नखोल्नु। बिहानको जुन प्रातःकालीनको जुन मूल ढोका खोलिन्छ नि त्यो स्त्री जातिले मात्र खोल्नु। किन भन्दा स्त्रीहरू भनेको लक्ष्मी हो। मेरो घरमा सदा सर्वदा लक्ष्मीले बास गरून् यदि भन्ने हामी चाहन्छौँ भने हामी आफै महिलाहरूले गएर ढोका खोल्नुपर्छ। अहिले त अब पुरुष महिला बराबर भन्ने चलन आछ है। अब महिलाहरू आनन्द 9 बजेसम्म सुत्ने, अनि पुरुषलाई ढोका खोल्नु पर्यो भन्नु पर्यो कि परेन? त्यो यहाँका भक्त होइन हौ, मनाङ मुस्ताङतिरको यहाँको भक्त साह्रै ज्ञानी हुन्छ नि है। यहाँका भक्तले कहाँ त्यस्तो गर्नु। त्यही भएर भक्तहरू के गर्नुपर्छ त भन्दा हामीले गर्ने कर्म छँदैछ, तर पनि एउटा शास्त्रले बताएको, हाम्रो बाजेहरूले बताइएको, हाम्रो सनातनी धर्म भनेको सनातन धर्म हो, पुरानो धर्म हो। हेर्नुहोस् त हाम्रा बाजेहरूले कुनै कर्म नगरिकन यसकै आधारमा 2 छाक पेट पालेर हामीलाई हुर्काउने बढाउने काम गर्नुभएको हो। त्यही भएर हामीले हाम्रो मर्यादा कहिले पनि भुल्नु हुँदैन।